Hello everyone, welcome back to our channel. हजुरहरूलाई हाम्रो च्यानलमा स्वागत छ। आज फेरि हामी बुढाबुढी नयाँ भिडियो लिएर उपस्थित भइसकेका छौँ। आज चाहिँ हामी गर्दैछौँ 500 ग्राम राइस च्यालेन्ज। आज चाहिँ हामीसँग खानामा छ राइस, अनि राइसमाथि घिउ, अनि चिकनको तरकारी, चिकन फ्राई गरेर बनाएको तरकारी, अनि त्यसपछि आलु काउलीको तरकारी, मुलाको अचार, अनि जुकिनी र पाकेको फर्सी मिक्स वाला तरकारी, अनि यहाँ छ हामीसँग मुसुरोको दाल, अनि यहाँ छ ड्रिङ्क्स। सो आजको च्यालेन्जमा चाहिँ हामीले यो सबै खाना खाइसक्नुपर्ने हुनेछ र जसले छिटो खान्छ ऊ चाहिँ यो च्यालेन्जको विनर हुन्छ र लुजरको लागि पनिसमेन्ट वेट गरिरहेको छ एट द एन्ड। सो यदि हजुरहरूलाई हाम्रो भिडियो मन परेमा लाइक सेयर र कमेन्ट गर्न नबिर्सिनु होला र हाम्रो च्यानललाई सब्सक्राइब पनि गरिदिनु होला। अनि यो भिडियोको पनिसमेन्ट हेर्नलाई चाहिँ भिडियो अन्तिमसम्म हेरिदिनु होला। एक्साइटेड? A lot. भोक लाग्छ नि? ल ढिला नगरिकन च्यालेन्ज स्टार्ट एकछिन। गरौँ। यो दाल सिद्ध्याउनु पर्ने त होइन नि? होइन। थालभित्र सिद्ध्याउनु पर्ने? यो पनि होइन? होइन, दाल सिधाउनु पनि राख्नुपर्ने थियो कि हामीले। मैले त्यही सोचेको थिएँ, केही भएन। ठिक छ। दाल जति चाहिन्छ त्यति। ल ढिला नगरिकन च्यालेन्ज स्टार्ट गरिहालौँ। हामीसँग छ यहाँ दाल सर्भ गर्नलाई स्पुन। मिठो भएको जस्तो देखेछ नि। ल दाल हालौँ अनि है। त्यो दाल थालमा हालिसकेको दाल चाहिँ फेरि सिद्ध्याउनु पर्छ है? त्यही भएर नहाल्नु नि त। मलाई धेरै चाहिन्छ नि त दाल। हाल्नु न, त्यही हो त। त्यो दाल बहादुर साग भातबहादुर है, सागबहादुर। पोखरै लिएर आयो नि त। ल 3 2 1 गो। ओइ लागेछ त। खाँदेर हालेको क्या मैले। कस्तो छ? त्यो अड्केरै हुने भात च्यालेन्जमा सक्दै हाल्छु। यो फेरि कस्तो कुहरको फेरि हात रहेछ। के हो यो पाइनएप्पल हो? ओके हो, छिटो नखानु है, पचिरहेको। अब ल खोर्सानी पिठो छ, पिठो त पिठो छ सबै खालि। दालै धेरै चाहिन्छ क्या। अचार कति अमिलो हो? ओ कति अड्केको। अप्ठ्यारो भयो।
अर्को न त अर्को ओ Mama Zara. सबै तिम्रो कस्तो रहेछ ओइ मान्छु Kalau pakai milk itu jauh. के लङ छ भनेर यो त भनेको होइन अघि नै Din salah satu macam. सोधेको मैले यो भन्दा नि भनेको Din mana? होइन 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 What? होइन के Hah? भिडियो हेर्ने Jadi kalau pengen nang nang. नो 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 ड्रिङ्क्स होइन दार्जिलिङ Oke baba. Nah kan. Jadi lihat. भर्खर हेर्ने हेर्ने Din mana? Mana din soalnya mana? यस ल हेरौँ न है हेरौँ है Sorry. त्यो तिमीले मुखमा मासु थियो नि त तिमीले त्यो मासु चबाएर निलिन्जेछ मैले यति भएको छ त्यो त घुतुक्कै निलिदिन्छु भनेर आँटेको सकिन्थ्यो सकेकै हो हेरौँ अहिले ड्रिङ्क्स होइन ड्रिङ्क्स र दाल त सोधेको स्पेसिफिक होइन भनेको म ट्रमा आफैले भनेको बिर्स्यौ नि सक्थ्यौ ल ड्रिङ्कसँग पनि सक्थ्यौ तिमीले मुखको त पछि निलिथ्यौ त मुखमा थियो मैले आएर तिम्रो गरेर निल्न अनि सक्थ्यौ ड्रिङ्क चाहिँ मिल्थ्यो नि त अनि हल्को ड्रिङ्क माग्थ्यो नि त मेरोभन्दा धेरै अनि किन त्यो भएर ढुक्कै खाएको भन्न खोजेको होइन ढुक्कले खाएको त होइन तर भ्याउँछु भन्ने थियो एकदम एकदम क्लोज कल भएको नि त होइन ड्रिङ्क्स होइन म पज गरेर अनि त्यसपछि हेरेर ल्याउँछु है त मेरो त आन्द्रै तन्क्यो त यहाँ मिल्दाखेरि के त्यो यत्रो डल्लो डल्लो निलेको पज भएर गरेर हेरौँ अनि त्यसपछि ड्रिङ्क्स पनि सिद्ध्याउनु पर्छ भनेको रहेछौ भने म हारेँ नत्र तिमी हार्यौ सरी है यत्रो घप घप खान्छ आइरहेको छ त्यो दिनभरि आउँछ आज ल ओके ल ढिला नगरिकन च्यालेन्ज स्टार्ट गरौँ यो दाल सिद्ध्याउनु पर्ने त होइन नि होइन। थालभित्र सिद्ध्याउनु पर्ने यो पनि होइन होइन र साथीहरू हजुरहरूले च्यालेन्ज पनि देखिहाल्नु भयो ड्रिङ्क्स नगर्ने भन्ने रहेछ ड्रिङ्क्स चाहिँ मैले चाहिँ ड्रिङ्क्स पनि काउन्ट हुन्छ भनेर बसेर हार्यो त्यतिले हार्यो सधैँको जस्तै मै हो हार्ने सो आजको पनिसमेन्टमा चाहिँ छ लसुनको पोटी चपाउनु पर्ने हुन्छ मलाई एकदम धेरै मन पर्दैन यो चिज छ सो यही हो गर्नै पर्यो हारेपछि पानी पनि ल्याइदिन्छ पानी पानी ल्याइदिन्छ
ल साथीहरू भयो पनिसमेन्ट त्यो अहिले हावा भरिएको सबै जान्छ यसपछि साथीहरू आजको च्यालेन्ज चाहिँ यस्तै भयो मैले पनिसमेन्ट पनि गरेर सकाइसकेँ कति मिठो खाना चाहिँ एकदम मिठो भएको थियो तर यो लसुनले स्वाद सबै बिगारिदियो भिडियो अन्तिमसम्म हेरेर साथ दिनुभएकोमा धेरै धेरै धन्यवाद हाम्रो यस्तै यस्तै भिडियोहरू हेर्नको लागि हाम्रो च्यानललाई सब्सक्राइब गरेर नबिर्सिनु होला र यो भिडियो मन परेमा लाइक सेयर र कमेन्ट गर्न पनि नबिर्सिनु होला हामी फेरि नयाँ नयाँ भिडियोहरू लिएर उपस्थित हुने नै छौँ त्यतिन्जेलसम्मका लागि ह्याप्पी बस्नु होला बाई